बाध्य भएकी छिन्। हो दर्शकबिन, आफ्नो श्रीमानले भुन्टीलाई केही पैसा आफ्नो भाइको लागि केही खानेकुराहरू किनेर ल्याइदेऊ, हामी नभएको बेलामा तिमीलाई गाह्रो हुन्छ भनेर केही पैसाहरू भुन्टीलाई दिइरहेको अवस्थामा श्रेयाले आफ्नो श्रीमानले भुन्टीप्रति केही कुराहरू रहेको र भुन्टीप्रति नजिक हुन खोजेको र यसरी पैसा दिएको भन्दै आफ्नो श्रीमानलाई भुन्टीप्रति नराम्रो दृष्टिले हेर्न थालेपछि र मुखमुखै लागेर आफ्नो श्रीमानलाई हुने नहुने बोलेपछि गाला फुट्ने गरी आफ्नो श्रीमानले श्रेयालाई चड्काएको हामीले देख्न सकिन्छ। हो दर्शकबिन, यद्यपि विगतका दिनहरूमा पनि आफ्नो श्रीमानलाई धेरै यातना र टचरहरू दिएर श्रेयाले धेरै कुराहरू गर्दै आएकी थिइन्। तसर्थ यसरी धेरै समयपछि यतिखेर श्रेयाको श्रीमानले श्रेयालाई सबक सिकाएको दृश्य हामीले देख्न सकिन्थ्यो। तसर्थ यतिखेर आफ्नो श्रीमानले भुन्टीप्रति नजिक हुन खोजेको र भुन्टीलाई पैसा दिएको र आफ्नो भाइहरूलाई पनि पैसा दिएर आफूलाई कङ्गाल बनाएको भन्दै श्रेया भने रिसाउँदै आफ्नो श्रीमानले चड्कन हानेपछि आफ्नो छोरालाई लिएर जबरजस्ती घरबाट निस्किन बाध्य भएकी छिन्। हो दर्शकबिन, योभन्दा अघिल्लो एपिसोडमा भने भुन्टीलाई जसरी भए पनि अरूको नजरमा नराम्रो देखाएर भुन्टीलाई त्यस घरबाट निकाल्ने योजना बनाएकी श्रेया यतिखेर भने आफै घरबाट निस्केर हिँड्नका लागि बाध्य भएकी छिन्। तसर्थ यतिखेर भूपेन्द्रको बोलचाल र हिँडुल गर्न सक्ने अवस्थामा अझै पनि भूपेन्द्र छैनन् भने भुन्टीको खुसी र सुख सुविधाको लागि भुन्टीको ससुराबुवाले भुन्टीलाई घरबाट निकालिदिए तापनि भुन्टी भने आफ्नो श्रीमानलाई सन्चो नभइन्जेलसम्मको लागि श्रीमानको हेरचाह गर्छु भन्दै घर फर्केर आइसकेकी छिन्। तसर्थ यतिखेर गाउँबाट सहरमा आफ्नो छोरी भूमिकाको विवाहको लागि सल्लाह गर्न आएका भूमिकाको बुवा पनि आफ्नो ठुलो छोरोसँग भूमिकाको विवाहको बारेमा सल्लाह गरेर गाउँ फर्किसकेको अवस्था छ भने आफ्नो ठुलो छोराले पनि अहिले भूपेन्द्रको उपचारको लागि धेरै खर्च भएकै कारण भूमिकाको विवाह सटासुटुक्क टिका लाएर टिकाटालो गरेर पठाइदिनु बुवा मान्छ भने, होइन भने धुमधामसँग विवाह गर्न हामी यतिखेर सक्दैनौँ भनेर आफ्नो बुवालाई भनेपछि बुवाले पनि हुन्छ भनेर गाउँतर्फ लागिसकेका छन् भने यतिखेर भूपेन्द्रको ठुल्दाई भने तनावमा छन्। किनभने आफ्नो श्रीमती श्रेयाले भुन्टीप्रति नराम्रो सोच राखेर केही कुराहरू गरेपछि झापड हानेपछि घरबाट निस्केर गएकी थिइन्। तसर्थ यतिखेर भूपेन्द्रको ठुल्दाई भने तनावमा परिरहेको छ। दर्शकबिन, उतापट्टि टोकोले भने आफ्नो बहिनीलाई सम्झेर रोइरहेको दृश्य हामीले देख्न सकिन्छ। यद्यपि भुन्टीले मैले जस्तै माया गरेको भए पक्कै पनि मैले भनेको कुरा मान्ने थिएँ, त्यसैले उनलाई भूपेन्द्र त्यो पापी मात्र भए पुग्ने रहेछ, हामीलाई भने उनले त्यस्तो नजिकको दाजुभाइ जस्तो सोचेको रहेनछ भनेर सम्झेर रोइरहेको दृश्य हामीले देख्न सकिन्थ्यो। दर्शकबिन, यद्यपि यतिखेर भुन्टीसँग योभन्दा अघिल्लो एपिसोडमा ठोकिएको केटा भने त्यो सपनामा त्यस केटाले भुन्टीलाई अङ्गालोमा राखिएको दृश्यहरू सपनामा देखेको रहेछन्। हो दर्शकबिन, यद्यपि हामीले देख्न सक्थ्यौँ भुन्टीलाई अङ्गालोमा राखिएको कुराहरू र भुन्टी पनि त्यस केटासँग नजिक भएको दृश्य, तर त्यो मास्टरले सपनामा देखेको सबै कुराहरू रहेछन्। दर्शकबिन, तपाईँहरूलाई भुन्टी सिरियल टिभी भिडियो कस्तो लाग्छ? यदि तपाईँहरूलाई पनि भुन्टी सिरियल सम्बन्धी रुचि छन् भने कृपया हाम्रो यस भिडियोलाई लाइक, कमेन्ट, सेयर गरी च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्सक्राइब गरी हामी सँगै जोडिनु भने अवश्य नभुल्नुहोला भन्दै आजको सिरियल टिभी भिडियोबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।